नमस्कार, तपाईलाई स्वागत छ स्मार्ट अर्थ टल्कमा। आज यो भिडियो हामी जिरोबाट सुरु गर्दै नेपालको शेयर बजारमा कसरी लगानी गर्ने भन्ने कुरामा बुझ्नेछौँ। यदि तपाईँ शेयर बजारमा नयाँ हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। शेयर बजार भनेको शेयर भन्ने कम्पनीको सानो अंश हो जसलाई हामी खरिद गरेर कम्पनीको मालिक बन्न सक्छ। नेपालको शेयर किनबेच अधिकांश ठाउँ नेपाल स्टक एक्सचेन्ज नेप्से हो। लगानी सुरु गर्न तपाईले दुईवटा खाता चाहिन्छ, एउटा डिमेट एकाउन्ट, एउटा मेरो शेयर एकाउन्ट। यी खाता तपाईले बैंक वा ब्रोकर मार्फत खोल्न सक्नुहुन्छ। आईपीओ लाई अब एक्सप्लेन गरौँ। आईपीओ भन्नाले कम्पनीको पहिलो पटक बजारमा शेयर सौदानी गर्ने प्रक्रिया हो। तपाईं मेरो शेयर एप्लिकेसन प्रयोग गरेर जुनसुकै आईपीओ मा आवेदन गर्न सक्नुहुन्छ। अब सेकेन्डरी मार्केट बारे एक्सप्लेन गरौँ। आईपीओ बाहेक पनि तपाईले खुलेको बजारमा शेयर किन्न सक्नुहुन्छ। यसको लागि तपाईको ब्रोकर एकाउन्ट चाहिन्छ। ब्रोकर एकाउन्ट ट्रेडिङ एकाउन्ट एकै हो। जुनसुकै पनि यो एकाउन्ट जुनसुकै ब्रोकरमा पनि यो एकाउन्ट जुनसुकै ब्रोकरमा पनि खोल्न सक्नुहुन्छ। अब सुझाव र सुझावमा के भन्छ, सानो लगानीबाट सुरु गर्नुहोस्। यदि तपाईँ एकैचोटि ठुलो लगानी गर्नुहुन्छ भने तपाईको पैसा लस हुन जान्छ र नुकसान भइहाल्छ। त्यसैले तपाईँ सानो लगानीबाट सुरु गर्नुहोस्। अफवाह वा हल्लाको बाहेकमा नजानुहोस्। कम्पनीको पढेर के भन्छ लगानी गर्ने सुरु गर्नुहोस्। यदि तपाईले यो भिडियो उपयोग लाग्यो भने लाइक सब्स्क्राइब। आजको लागि यति नै। नेक्स्ट भिडियोमा भेटौँला।